जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवधात्री स्वदा नमस्तुते स्वस्ति तुते आर्दनम कुशलमस्तु चिरायस्तु गोबाजी वृद्धि सहितम धनधान्यरस्तु ऐश्वर्यमस्तु विजयतु रिपुषयतु सन्तान वृद्धि सहितम हरिभक्तिरस्तु आयु दोलसुते श्रियं तदसते शत्रुषेम राघवे ऐश्वर्येण उषे गतिस्तपमने मानन्त दुर्योधने सौम्य शान्तनवे बलहरम धरे सत्यम च कुन्ती सुते विज्ञाने विद्रे भवती भवताम कीर्ति च नारायणे नारायणले कल्याण गरून्। हेलो गाइस, के छ तपाईँहरूको हलिचल्ली, वेलकम ब्याक टु माई च्यानल भन्दै सबैजनालाई ह्याप्पी दसैँ। र म पनि आफ्नो भिडियो लिएर त आइसकेको छु र म अहिले चाहिँ गाउँमा टिका लगाउने कार्यक्रममा एकदम अगाडि बढिरहेको छु। अब एकदम अहिले चाहिँ अब 1-1.5 घन्टा चाहिँ लगभग हामी टिको लगाउने कार्यक्रममा बिजी हुनुपर्ने हुन्छ सबजना पता नि।
ब्लगमा के भन्नु छ र ह्याप्पी दसैँ सबैजनालाई है। हामी अहिले कहाँ छौँ? हामी अहिले चाहिँ कालीमाथि भन्ने ठाउँमा छौँ। इन्द्राणी पोखरी त्यो मध्य सिम्पाने भागमा बजार चाहिँ तलतिर गयो सिम्पाने बजार, यता त्यो 5 नम्बर वार्ड सिम्पाने बडाको, यता माथि मुसमुसा। हामी हेर्दा हेर्दै कहाँ आइसक्यो। वाउ, सबैजना हाम्रो यहाँ ब्युटिफुल काठमाडौँ कता पर्छ देखाउ लोकेसन। पिङ पनि खेलिसक्यो, पिङ सबजना खेलिरहेको छ, हल्ला गर्ने बढी पिङमा। ए भाइ पनि। अब हामी भ्लगिङको इन्डिङमा आइसकेका छौँ। साँझ पनि परिसक्यो, घडीले 5:15 पनि गइसक्यो। यस्तो ठाउँमा छ क्या पिङ, लुक एट दिस। र हामीसँग ब्रो हुनुहुन्छ। ब्रो, तपाईँलाई दसैँको धेरै धेरै शुभकामना। थ्याङ्क यू, सेम टु यू। धन्यवाद। ह्याप्पी तिहार, चिसो बिहार। ल, आजको भन्दा भन्दै हाम्रो टिकाको दिन पनि इन्डिङतिर आइसकेको छ। अब म चाहिँ घर फर्किँदैछु पिङ खेलेर। पिङ मैले चाहिँ खेलिनँ, अरूले खेले, मैले खिचेँ। अब केटाहरू यहाँ बसिरहेछ, मेरो 2जना केटाहरू। आजको दिन यस्तो भयो कि टिकाको साइडसम्म त पानी परेको भयो। अनि त्यस पछाडि अलिअलि मौसम खुल्यो। बिहानसम्मको मौसम हेर्दा चाहिँ खासै दसैँ पनि रमाइलो होला जस्तो लागेको थिएन। वर्ष दिनको दसैँ त्यहाँमाथि मौसम चाहिँ साह्रै खराब थियो, पानी पनि हल्का परिराखेको थियो। अहिले चाहिँ मौसमहरू निकै चेन्ज भएर निकै क्लियर छ। अब अहिले चाहिँ निकै दसैँ लागेको नि राम्रो लागेको जस्तो महसुस भएको छ। त्यही हो, अब सबैलाई ह्याप्पी दसैँ भन्न चाहन्छु। एकदम रमाइलो लागेको छ मलाई। पिङ खेल्न आयो माथि डाँडासम्म निस्किँदै घुम्दै ओर्दै साँझमा साँझमा रात पनि पर्न लागि छ। टिका लगाइयो, आफ्नो दाजुभाइहरूसँग भेट भयो, सबैसँग चाहिँ यसो डाँडातिर घुम्न आउन त, मोड फ्रेस गरौँ भनेर यसो निस्केको। सबजनासँग भेट भयो पिङ खेल्ने ठाउँमा। म खुसी छु। जतिजनाले नयाँ योजना के छ त? आज रातिसम्मको अब दसैँ त आज नयाँ योजना भनेको चाहिँ अब के हो भनेदेखि म चाहिँ अलिक तास खेल्न पनि खासै इन्ट्रेस्ट गर्दिनँ। अब खेलिहाल्नु पर्ला भन्ने केटाहरूको चाहिँ आइरहेछ प्रेसर। म चाहिँ अब त्यसलाई चाहिँ बहिष्कार गरिवरी चाहिँ म अगाडि बढ्न चाहन्छु। म चाहिँ घरतिरै बरु मोबाइल चलाएर बस्ने, तास नखेल्ने अभियानमा छु। त्यो अभियान चाहिँ मलाई ठिक लागेन खासै। बरु गर्लफ्रेन्डसँग बोल्ने, गर्लफ्रेन्डसँग बोल्न भन्दा पनि अब त्यस्तै हो समस्या। अनि तपाईँको गर्लफ्रेन्ड चाहिँ कतिवटा हुनुहुन्छ त? यो वायात प्रश्न नगर्नु तपाईँ मलाई तपाईँको प्रश्न ठिक लागेन। तपाईँ अहिलेको समयमा गर्लफ्रेन्ड गर्नुहुन्छ कि जब? होइन म गर्लफ्रेन्ड नै गर्नु। भनेपछि तपाईँलाई जबको खाँचो छैन? जब सबैजनालाई ह्याप्पी दसैँ। हामी चाहिँ सबैजनासँग भेट भयो, आमा बाबाको हातबाट टिको लाउन पाइयो, सबै साथीभाइहरूसँग भेट भयो। धेरै वर्ष भेट नभएका साथीहरू पनि दसैँमा चाहिँ टाढा टाढाबाट बिदा मिलाएर जागिर भएकाहरू पनि आएका थिए। केटाहरू सँगै पढेका केटाहरू 8-9 वर्ष भेट नभएको, योचोटि चाहिँ भेट भयो दसैँको मौका पारेर। म पनि घर आएको थिएँ, सबजनासँग भेट भयो, धेरै धेरै खुसी लागिया छ। बिहानको मौसम चाहिँ हाम्रोतिर चाहिँ धेरै खराब भएको थियो, पानी परेर कुहिरो लागेर केही देखिया थिएन। दसैँ पनि खासै नरमाइलो होला, पानी पर्ला जस्तो लागिरहेको थियो। फेरि एकछिन केही समय पानी परिसकेपछि चाहिँ पानी रहेर चाहिँ राम्रो मौसम चाहिँ दिउँसो चाहिँ एकदम क्लियर भएर खुलेर चाहिँ पिङ खेल्दै रमाइलो गरियो। मासिर डाँडा पनि धेरै वर्ष भएको थियो नडुलेको, बाख्रा चराउँदा यसो डुल्ने डाँडातिर पनि धेरै समय पछि आउन पाइयो। सँगै हिँडेका साथीहरू भाइहरूसँग डाँडा डुल्दै ओर्दै चाहिँ हामी रमाइलो गर्दै चाहिँ दसैँ मनायौँ। सबैजनालाई ह्याप्पी दसैँ, रमाइलो गरेर मनाउनु होला, सधैँ सबैजना खुसी हुनु होला। घुमफिर गर्नुपर्छ, रमाइलो गर्नुपर्छ। गाउँतिर आएको बेला हामी त रमाइलो मान्छे होइन, सबैलाई राम्रो सोच्ने, आफू पनि राम्रो बन्ने होइन, अरूको कुरा नगर्ने, आफू ठिक हुनुपर्छ होइन, अरूलाई दोष नलाउने, आफ्नो तरिकाले सबैलाई सम्मान गर्ने। म त अब पहिलादेखि मेस्सीको फ्यान हो होइन। के कारण भनेको अलिकति खै किन मलाई मेस्सी मनपर्छ, सबजना परिवारै मेस्सी त्यस्तो भइरहेको छ क्या। मेस्सीले कतिवटा वर्ल्ड कप जितेको छ? ल, नभन्दा भन्दै हाम्रो दसैँ पनि फिनिस्ड हुन लाग्यो गाइस। हजुरहरूलाई कस्तो लाग्यो? मलाई त एकदम आजको दसैँ राम्रै लाग्यो। केटाहरूले पनि भनिसक्यो, किनकि बिहानको मौसम हेर्दा त यस्तो पनि होला जस्तो लागेको थिएन, तर ठिक छ, जस्तो भयो रमाइलो भयो।
तपाईँहरू पनि जहाँ भए पनि जस्तो अवस्थामा भए पनि दसैँ मनाउँदै गर्नुहोला, राम्रो दसैँ मनाउनु होला। अझै 2-4 दिन बाँकी नै छ टिको लाउनको लागि। आज त स्टार्ट मात्रै भएको छ। जे होस्, यदि सम्भव भएसम्म कसैले पनि आफ्नो आमा बाबुको हातबाट टिका लाउन चाहिँ नछुट्नु होला भन्न चाहन्छु। त्यही हो। र जस्तो अवस्थामा भए पनि खुसी साथ मनाउनु होला। त्यही नै हुन्छ। र भन्दा भने हेर्नु न, अघि हामी त्यस्तो ठाउँमा थियौँ, अहिले कुहिरो लागिसक्यो क्या। पानी पर्ने पो हो कि है हो, बाटो चेक्दिनु भयो नि। ल भन्दा घर पनि आइसक्यो। अब चाहिँ हाम्रो भन्नु पर्दाखेरि एक घर बाँकी रह्यो टिका लाउन, अरू सबतिर भ्यायो। त्यही हो, सबैजनालाई ह्याप्पी दसैँ। फेरि पनि ह्याप्पी दसैँ। र म फेरि पनि भन्छु कि ह्याप्पी दसैँ। फेरि पनि अन्तिममा जाँदा जाँदै भन्न चाहन्छु ह्याप्पी दसैँ। सबजनाले यो दसैँलाई दसैँकै तरिकाले दसैँ जसरी नै मनाउनु होला। सबैजनालाई ह्याप्पी दसैँ।